हेलो फ्रेंड्स, वेलकम टू माय यूट्यूब चैनल अजय फिजिक्स वाला। आज हामीले यो हिटबाट ल्याटेन्ट हिट भनेको के हो त्यो बारेमा पढ्छौँ। ल्याटेन्ट हिट यसले डिनोट गर्छु यसलाई। हेर्नु, यो ल्याटेन्टको मिनिङ नै के हुन्छ? हिडन, लुकेको। हिडन मिन्स लुकेको। अब यो के हो भने अलिकति यसलाई पहिला बुझौँ। सपोज यो कुनै सब्स्टान्स हो, सपोज हामी वाटर भनौँ। वाटर इनिशियली सपोज 20 डिग्री सेल्सियसमा छ। यहाँ हामीले यसलाई हिट दिन सुरु गर्यौँ। अब के हुन्छ, जब हिट दिन सुरु गर्छौँ त वाटरको टेम्परेचर के हुन्छ? इन्क्रिज हुन थाल्छ। 20 बाट 30, 40, 50, 60, 70, 80, 90 हुँदै हुँदै यो 100 सम्म पुग्छ। जुन कि हाम्रो थर्मोमिटर यहाँ राख्दाखेरि थर्मोमिटरले हामीले इजिली त्यसमा इन्क्रिज भएको हेर्न सकिरहेको हुन्छ। र जब 100 डिग्री सेल्सियसमा पुगिसक्छ वाटरको टेम्परेचर, त्यसपछि त्यो थर्मोमिटर त्यहाँ राख्दाखेरि थर्मोमिटरमा 100 बाट टेम्परेचर बढेको हुँदैन। 100 बाट 100, 1, 2, 3, 4 यसरी बढेको हुँदैन। त अब पहिला त जुन हिट दिइरहेको थियो त्यो चाहिँ के भइरहेछ? त टेम्परेचर इन्क्रिज गराइरहेछ। जब 100 मा पुगिसक्छ, 100 भनेको वाटरको बोइलिङ पोइन्ट हो। जब कुनै पनि सब्स्टान्सको टेम्परेचर बोइलिङ पोइन्टमा पुगिहाल्छ, त्यसपछि थर्मोमिटरमा त्यो टेम्परेचर त्यसको इन्क्रिज हुँदैन र तब पनि हामीले हिट दिइरहेको हुन्छौँ। त त्यो हिट अब कहाँ गइरहेछ? त त्यसपछि के हुन्छ? यहाँ अब त्योले के गर्छ त? त्यो हिटले सब्स्टान्सलाई, त्यो वाटरलाई स्टिममा कन्भर्ट गराइरहेको हुन्छ। स्टिम 100 डिग्री सेल्सियसमा स्टिम पनि हुन्छ अनि यहाँ वाटर पनि 100 डिग्री सेल्सियसमै हुन्छ। त्यसपछि जब सब्स्टान्स बोइलिङ पोइन्टमा पुगिहाल्छ, त्यसपछि त्यो सब्स्टान्स यो लिक्विड स्टेटबाट ग्यास स्टेटमा कन्भर्ट हुन थाल्छ सेम टेम्परेचरमा। र त्यो यसरी लिक्विड वाटरबाट स्टिममा टेम्परेचर सेम हुन्छ। अनि यहाँ के गर्छ? त्यो हिटले सब्स्टान्सको स्टेट अथवा फेज चेन्ज गरेको हुन्छ, लिक्विड फेजबाट ग्यास फेजमा। सो यो ल्याटेन्ट हिट भनेको त्यही हिट हो कि सब्स्टान्सलाई एउटा टेम्परेचर कन्स्ट्यान्ट राखेर एउटा स्टेटबाट अर्को स्टेटमा आफै हुँदैन, कन्भर्ट गराउनलाई जुन हिट दिनुपर्छ त्यो हिटलाई ल्याटेन्ट हिट अफ द्याट सब्स्टान्स भन्छ। Means amount of heat required to convert a substance from one state to another state at constant temperature is called latent heat of that substance. अब त्यसैले हामीले कहिलेकाहीँ यसरी फिल गरेको हुन्छौँ कि जस्तो अब खानासाना पकाउँदाखेरि सपोज हामीले ढक्कन हटाउँदाखेरि स्टिम आउँछ, वाटर पनि त्यहाँ के हुन्छ? 100 डिग्री सेल्सियसमै हुन्छ, स्टिम पनि 100 डिग्री सेल्सियसमै हुन्छ। स्टिमले बढी पोल्छ हामीलाई। स्टिम कजेस सिभर बर्न एट सेम टेम्परेचर। किन? स्टिमसँग के हुन्छ? बडी हिट हुन्छ। त्यसैले स्टिमले बडी, जुन कि अब सिम्पल त्यो थर्मोमिटरले नाप्न सकिँदैन। 1 ग्राम स्टिमलाई, सरी 1 ग्राम वाटरलाई 1 ग्राम स्टिममा कन्भर्ट गर्नलाई 540 क्यालोरी हिट दिनुपर्छ, तब त्यो वाटर स्टिममा कन्भर्ट हुन्छ। त्यो चाहिँ स्टिमसँग बढ्ता हिट हुन्छ, स्टिमसँग ट्र्याप भएर बसेको हुन्छ, लुकेको हुन्छ। त्यसैले यसको नाम भयो ल्याटेन्ट हिट। अब यसैलाई अलिक लेखौँ डेफिनिसन नोट टाइपको। सो ल्याटेन्ट हिट भनेको इट इज डिफाइन्ड एज द amount of heat required to convert a unit mass of a substance from one state to another state at constant temperature. टेम्परेचर कन्स्ट्यान्ट भएर
कुनै पनि सब्स्टान्सको एक्सपेरिमेन्टली के देखिएको छ भने टेम्परेचर कन्स्ट्यान्ट राखेर कुनै सब्स्टान्सको जुन हिट दिनुपर्छ त्यो चाहिँ मासमा मात्रै डिपेन्ड गर्छ। सो एक्सपेरिमेन्टली इट हैज बीन फाउन्ड दैट it has been found that the amount of heat is directly proportional to its mass, keeping temperature constant. That is, Q is directly proportional to M. So your sign of directly proportional to sign means heat is directly proportional to mass. The Q अब यो साइन हटाएपछि एउटा हामीले कन्स्ट्यान्ट राख्छौँ, त्यो कन्स्ट्यान्टलाई हामी L ले डिनोट गर्छौँ, ml, where L लाई हामी के भन्छौँ, latent heat of the substance, where L is constant called latent heat of the substance. अब यसलाई हामीले यसको युनिट अफ L, सो यहाँबाट L को फर्मुला के हुन्छ, Q by M, यहाँबाट L लियो भने इक्वेसन अर्डर L इज इक्वल टु Q by M, तो Q को युनिट भयो जूल, M को युनिट भयो केजी। सो फर्स्ट मा के भयो जूल पर केजी, यो एसआई सिस्टम में, र अर्को सेकेन्ड में क्यालोरी पर ग्राम सीजीएस सिस्टम। अब यहाँ के भन्नुहुन्छ, अब दुईटा हामीले ल्याटेन्ट हिट डिफाइन गर्नुपर्ने हुन्छ, किनभने सब्स्टान्सको स्टेट दुई ठाउँमा चेन्ज हुन्छ, एउटा सोलिडबाट लिक्विडमा, अर्को लिक्विडबाट ग्यासमा। सो देयर आर टू टाइप्स अफ ल्याटेन्ट हिट, एउटा टू टाइप्स of latent heat, एउटा latent heat of fusion, LEF। यो भनेको के हो, जुन सोलिडबाट लिक्विडमा सब्स्टान्स कन्भर्ट गर्नलाई जति हिट दिनुपर्छ, कुनै पनि सब्स्टान्सको सोलिड स्टेटबाट लिक्विड स्टेटमा कन्भर्ट गर्नलाई जुन हिट दिनुपर्छ टेम्परेचर कन्स्ट्यान्ट राखेर, त्यो हिटलाई भन्छौँ हामी ल्याटेन्ट हिट अफ फ्युजन। सो इट इज डिफाइन्ड एज द अमाउन्ट अफ heat required to convert a unit mass of a substance from its solid state to liquid state at constant temperature। त्यो constant temperature लाई के भन्छ, त्यो constant temperature को नाम हो melting point or freezing point। call the melting point or freezing point of that substance, point of that substance। जस्तो हाम्रो
यो मेल्टिङ पोइन्ट भनेको जब सोलिडबाट लिक्विडमा जान्छ सब्स्टान्स त्यसलाई मेल्टिङ भन्छ, र लिक्विडबाट सोलिडमा आउँछ सब्स्टान्स त्यसलाई फ्रिजिङ भन्छ। त्यही टेम्परेचरलाई मेल्टिङ पोइन्ट पनि भन्छ अथवा फ्रिजिङ पोइन्ट पनि भन्छ। जस्तो इक्जाम्पल फर एक्जाम्पल the latent heat of fusion of ice is 80 calorie per gram at 0 degree Celsius। मीन्स आइस को लागि यो एकदम आइस को लागि 1 ग्राम आइसलाई 1 ग्राम वाटरमा मेल्ट हुनलाई 80 क्यालोरी हिट दिनुपर्छ र टेम्परेचर 0 डिग्री सेल्सियस यसको मेल्टिङ पोइन्ट भयो। सो यो ल्याटेन्ट हिट अफ फ्युजन अफ आइस को यो भ्यालु हो। अब ल्याटेन्ट हिट अफ फ्युजन यो फर्मुला फेरि के हुन्छ, ल्याटेन्ट हिट को ठाउँमा Q = mLF। therefore Q = mLF। यो भयो एक फर्स्ट टाइप को ल्याटेन्ट हिट अफ फ्युजन। अब यसैलाई हामीले सेकेन्ड टाइप को भनेर लेख्ने। अर्को टाइप को ल्याटेन्ट हिट अफ भेपोराइजेसन LV फेरि लेख्नु पर्यो। सेकेन्ड टाइप को भेपोराइजेसन MLV। सो ये सेम लेख्ने, यहाँ चेन्ज कहाँ गर्छौं भने हामी यहाँ लेख्छौं इट इज डिफाइन्ड एज द अमाउन्ट अफ हिट रिक्वायर्ड टु convert a unit mass of substance from its liquid state to gas state at constant temperature called to constant temperature लाई भन्छ boiling point। यहाँ चाहिँ called the boiling point of that substance। Just for example, latent heat of vaporization of steam। Vaporization of steam अथवा water जे भनौं, steam is यसको भ्यालु हुन्छ 540 calorie per gram at 100 degree Celsius। Means 1 ग्राम वाटर लाई 1 ग्राम स्टीम मा कन्भर्ट गर्नलाई हम कति हिट दिनुपर्छ 540 क्यालोरी र त्यसको बोइलिङ पोइन्ट हो 100 डिग्री सेल्सियस। यतिखेर यो फर्मुला भइहाल्छ Q = mLV। सो यो हाम्रो ल्याटेन्ट हिट को बारेमा यति हो। सो धन्यवाद।